मासु अलिको घुट्ने ड्याम लाएर हड्डीमै हाल्नु हेलो मेरो साथीभाइहरू तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु है आज चाहिँ हाम्रो के भन्छ अरे यसो शान्तिनो पिकनिक जस्तो प्रोग्रामहरू छ म तपाईँहरू सबैजनालाई देखाउँछु है त हेर्नुहोस् है त यस्तो कुराहरू जुन भइरहेको छ साथीभाइहरू है सबैजना एकदम रमाइलो गरिरहेको छ भान्सी दिदी कस्तो बोलो भैँसीको मासु मेरो साथीभाइहरू सन्चै हुनुहुन्छ होला है हेलो भन्नु न आज चाहिँ अब हाम्रो अब यो क्लासको चाहिँ लास्ट हो क्या होइन सो अब चाहिँ सबै मान्छेहरू चाहिँ सोचेको भएर जान्छ नि त त्यही भएर चाहिँ आज चाहिँ हामी यसो सबैजना क्लासको 15-20जना मिलेर रमाइलो गरौँ भने चाहिँ पिकनिक जस्तो टाइपको दाइल छ ओ फेरि जीवन राजा नै आयो त पछाडि हाई भन ओ गाइज है सबै कुराहरू म देखाउँछु तपाईँहरू सबजनाले हेर्नु होला है ओसोइ आएको के भन्छ हो अब होइन सबै साथीहरू कता कता जान्छ सबैको गन्तव्यहरू फरक हुन्छ होइन अब 2 वर्ष भाषासँगै पढियो अब त्यसपछि सबै फरक ठाउँमा जान्छ नि त अनि सो त्यो भएर चाहिँ एउटा मेमोरी गरौँ भनेर एउटा मेमोरी बनाइराखौँ न भन्ने कुराहरूले लिएर चाहिँ आज यसो गइदिउँ न त घुम्न भन्ने कुरा हो छ अब हाम्रो क्लासको चाहिँ ब्युटिफुल गर्ल्स इभाना मगरबाट चाहिँ केही कुराहरू सबले टिकटकमा फलो गरौँ ल टिकटक आइडी के छ तिम्रो भन मेरो फलो अब छ इभाना भनेपछि आइहाल्छ कि इभाना एकदम फेमस मान्छे हो क्या एकदम निकै छु के हो अनि हाम्रो पछाडिको अमृतालाई नि फलो गरेर सबैजनाले एकदम राम्रो डान्स नाच्छ म नाचेको उइसँग हो हाम्रो दिदी पनि राम्रो छ हामी चाहिँ आज पिकनिक खान हिँडेको लास्टै हावा लागेको छ केटाकेटीहरू लास्टै अहिले चाहिँ अब ट्याक्क हाम्रो टोलीहरू लगभग जुटिसकेको छ है दिवे जस्तो सानीहरू छ मेरो रुममेट दोष होइन यो खोला कल बगेको छ क्या मेरो गर्लफ्रेन्ड नि सरर बगेर यहाँ कचक्क आएर बसेको छ एकदम हिम्मत नआएर त सम्भव छ त अविश्वसनीय कुरा गर्दै सम्भव छ अलि मिठो गीत बजाउनु पऱ्यो कि दोस् हल्का सामाको गिन्टाङ बजाउनु पऱ्यो क्या लगेर बेलुका आउँछ ल सबै नवीन भण्डारी 07 सबैजनाले सब्सक्राइब हान्नु पऱ्यो एकदम लगेजसँग हामी चाहिँ टक्क है के छ दोष अनि यो 2 वर्षको समय कस्तो बित्यो भन ल तिमी त 18 महिना मात्रै है कस्तो बित्यो भन न छोटो बित्यो रमाइलो भयो केसी ल तेल निस्क्यो 2 वर्षमा जापानको लाइफ कस्तो हुँदो रहेछ त तैँले नेपालमा होइन म एउटा क्वेसन सोध्छु त तैँले नेपालमा जापान यस्तो भनेर कस्तो सोचेको थिइस् जापानको बारेमा जे सोचेको थिइस् त्यही जापान भयो कि कस्तो भयो भन बिहान उठ्यो गएको गयो अलि सानो गर नि तिर बिहान उठ्यो गएको गयो गएकोबाट फर्क्यो होइन अनि भात खायो फेरि काममा दौड्यो फेरि आएर फेरि काममा दौड्यो आएर सुत्यो त्यही हो जिन्दगी है के भन्छ ल अब जापान आउँछु भनेर पुरा नेपालमा पढिरहेछ नि त तिनी केटाकेटीहरू भाइ बहिनीहरूलाई के भन्छ पढ्नु ठिक हो नपढ्नु भन्दिनँ पढ्नुपर्छ जस्तो कि मैले भन्न खोजेको कसन्सी किरण दाई जापान आउने भाइ बहिनीहरूलाई के भन्न चाहनुहुन्छ भने जापान आएर तपाईँले 2 वर्षमा के कुरा भोग्नु भयो राम्रो नराम्रो होइन हुन्छ नि सबै राम्रो नराम्रो केही छैन जस्तो सोचे त्यस्तै हुन्छ अब आउने भाइ बहिनीहरूलाई के भन्नुहुन्छ भाइ बहिनीहरूलाई मेन कुरा भनेको ल्याङ्ग्वेज हाम्रो अब यहाँनिर गएको स्कलरसिप पाएको दोष छ होइन तैँले चाहिँ के भन्छस् भन्ला तेरो 2 वर्षको यो पढ्ने कस्तो पढ्ने नि किताबी रटेर होइन है कि बरु ग्रामर सामर केही फरक परेन बोलेको बुझ्नु पर्यो लेखाइ
Memang kau dah Aisyah tu sirap. Oki kau ide. Cahaya ini. Minggalal ba. Minggalaba. Hutan kau ide itu. Minggalaba. Hutan kau iya wah. Sampo. Sampo. Ini baru kau. Namaste. Lah, orang pasal itu kau ini. Best हो जापान. यसरी साथीहरुसँग जापानको फ्युचर राम्रो छ सबैको. एकदम obviously हामी फ्युचर राम्रो हुन्छ भनेर नि आएको हैन. अहिले कस्तो भएन? नहुने भयो. मलाई हेरेर त तिमी मेरो फ्युचर पनि Go! Kurung kurung. Jai Gandhi! मामा त फिल्मको गुन्डा जस्तो भने आज एउटा फिल्म सिम गरिदियो रमाइलो भनेको यो हो कि केटाकेटी रमाइलो भनेको यो चम्चा पिरियड कहाँबाट ल्याइस् त दोस्त अब हानिहाल्नु पर्छ ल मलाई त्यो पुग्नु देऊ न म हातले हान्छु कि दोस्त मलाई कहाँ माया खतरा भएछ यार फुलाउ पनि चिबान छ त यार म त्यो पुग्नु देऊ न सिने त्यो पुग्नु देऊ दाइ मैले बनाएको चाट्नु त मैले बनाएको ल मामा एकचोटि त देखाउ त अब यसरी त्यो कुरो लाएर कहाँ चम्चा चम्चाले हान्छ त नि जापान ल्याममै हात ल्यायो कि यसरी ल्याम यस्तो हान्ने ओ गाइज ल भोटमा सुयोमा मलाई धेरै हुन्छ कि आइहेर पहिला अनि कसम लाग्छ मिठो बनाएको यार मासु यता आमा समूहको टिम कुन पार्टीको आमा समूहको टिमहरू बाल गला भयो
हेरेर कति घिचेको छिछि 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 म मात्रै रहेछ नखाएको छ के छ मासु उम्माइ हो मासु दाइ केही छ भन्नु यसले बाबा तैँले भन्नु छ कि मासु हरिदा मासु दिदी मासु दिनुहरूलाई 1500 भर्खर 1100 खान्छ 450 भन्छ अझै आइज कि अहिले नलुका खुलम खुला आइज कि ओइ खुलम खुला आएन म हिँड्दैन कि जस म तेरै वरिपरि हो कि जहिले पनि बिस्तारै तान कि दोस् म मासु ल्याइदिउँ दोस् यही हो कि यस्तै कार्यक्रमहरूमा त नि खाने नत्र कहाँ खाइन्छ त खानपिन कार्यक्रम सकिसक्यो हाम्रो लगभग तर अझै पनि आइटमहरू धेरै छ हाम्रो धेरै बनाएको चाहिँ खान सकिएन कि मासु लास्ट पिस ल यसले मासु भनेको त त्यहाँ अगाडि हाइलाइटमा राख्नु पर्छ मासु टप्ड्यो पुरी पुरी ल पुरी लगाउनुहोस् पुरी राम्रो दुईवटा खायो एउटा भने एउटा खानु आउँदैन ल दाइ मासु अनि मासु अमृता आँखा चिम्म गरेर हेरेर खाएको धेरै भएर खाइ नसकेर मासु मासु के हो त्यो ताबेकाता के हो त्यो ताबेकाता यो गोरु बिस्तारै हात जम्मै मेरो मुखमा आयो मासु हरलाई मासु 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 ओ मासु खानाका कालहरू छेरपट लाग्ला गङ्गा गोमेन गाई छेरपट्टिबाट घिनलाग्दो हो र भन्नु चाहिँ फेरि आफ्नै शरीरबाट आउने चिज घिनलाग्दो हुन्छ फेरि कलासमा जाने छुट्टियो क्या भोलि बिदा एन्डोसेन्जोलाई बचेको लग्यो एन्डोसेन्जोलाई यो भोलि एन्डोसेन्जोलाई सबै यो एन्डोसेन्जो उयो पुरी राखौँ फ्रिजमा त्यो एन्डोसेन्जोलाई फ्रिजमा राखे भन्दा भोलि पापड हुन्छ होला साथीहरू हामीले भन्नु खोजेको के हो भने यसपालिको घटना ड्याममा लाएर खन्डीमै हाल्नुपर्छ मासु भनेको हालेन मासु भात खाएको त्यो एमालेको मासु भात खाएको चुनावको माल तात्तिरहेको नेपालमा भोट चाहिँ एकदम सोचेर हाल्नुपर्छ सबैजना होइन त सोचेर घन्टीमा हाम्रो भेट भएको दिन नचिने चाहिँ गर्दैछु किन नगर्दो मन ए नगर्दो मन माया लागेको होइन नभन राई हान्यो ओइ लागेको होइन नभन रमाइलो मिलेको बेलामा रमाइलो मिलेको बेलामा हाँसो खेलौ दुई दिने चोलामा ए हाँसो खेलौ दुई दिने चोलामा भोलि भेट भेट हुन्छ हुँदैन मन नगर्दो मन माया लागेको होइन नभन माया लागेको होइन नभन
माछा हेर्नु गाइज माछा बाजो खेतमा छड्के सलाम छ सबैलाई पहिलो भेटमा बाजो खेतमा छड्के सलाम छ ओ सुगुई गाइज माछा हेर्नु माछा 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 कत्लो कत्लो है जल्दी कत्लो कत्लो भन त एकदिन कत्लो कत्लो कुन गीतमा हामी दुईजना हामी दुई चाहिँ भयो भेट रेलीमै आजको फेरि भेट हुँदैन एकसाथ रेलीमै मकानीको खुसीमा आएर भेट भएको रेलीमै आजको अब म हजुरहरूलाई हाम्रो कलेजको साथीहरूसँग भेटाउन जाँदैछु सबैजनाले पालो म सोध्छु नाम सोध्दै हिँड्दै गर्छु ल पहिला यता हजुरको शुभ नाम मेरो शुभ नाम हजुर किरण दाईलाई आजको पिकनिक कस्तो लाग्यो त धेरै रमाइलो भयो नि ल धन्यवाद यता हुनुहुन्छ सौगात नमस्कार ल आजको पिकनिक कस्तो भयो रमाइलो भयो धन्यवाद अब यता हुनुहुन्छ अर्को हाम्रो क्लासको सबभन्दा ट्यालेन्ट होइन अग्लो मान्छे आजको पिकनिक कस्तो लाग्यो भनिदिनु होला तानुसिकाता आरिगातो गोजाइमास ज्या भन्दाखेरि सानो देशिमास हजुरलाई धन्यवाद छ ल यताको दुईजनाले भनिदिनु होला आजको पिकनिक कस्तो भयो यस्तो भन्छ त्यहाँ कोचिनो सानी नाम भन्नु पहिला मेरो नाम गायिका सौमी बुझ्यो यता म सबैजनालाई गीत गाउँदै नमस्कार म सबप्रेमी म गायक गीत सुन्ने सुनाइके हैन म तपाईँ बित्ने यता हुनुहुन्छ हाम्रो किन लदन भन्छ नाम भन्नु न गङ्गा मैले सबै म त गङ्गा होला इभाना प्लिज भने गाइसमस इभाना मेरो नाम चाहिँ इभाना आजको पिकनिक कस्तो लाग्यो हजुरलाई झ्याउ लाग्यो किन झ्याउ लाग्यो हजुरलाई कोचिरा आचिन होनी सुसुमेमास जामिन सान्निन कोची मिते कुदासाई क्यों नो पिकनिक हुआ दो दत्ता तानुसिकाता देशका या तानुसिकाता नले यो कता यो हुनुहुन्छ अर्को व्यक्ति यो युट्युब च्यानलको मालिकसँग हामी फेरि अन्तर्वार्ता लिन जाँदैछौँ ल हजुरको शुभ नाम भनिदिनु होला नवीन भण्डारी 07 भण्डारी तिमी त्यसरी इन्टरभ्यु दिन्छ हात के हो त्यो पढेको जस्तो अलिकति नमस्कार मेरो नाम भण्डारी हो म चाहिँ अहिले जापानमा छु जापानको प्रोफेसनल ठाउँमा हजुरलाई हजुरकै युट्युब भिडियोमा स्वागत गर्दछौँ थ्याङ्क यू अब चाहिँ हजुरले यहाँ आएको 2 वर्ष भयो यो 2 वर्षमा 2 वर्षको अनुभवहरू भन्नुहोस् अनुभव चाहिँ अब कस्तो भयो भन्दाखेरि अब आफ्नो देश छोडेर अर्काको देशमा आउनु चाहिँ अलिकति सोचेभन्दा अलिकति फरक त भइहाल्छ होइन हजुर अनि अर्को राम्रो कुरा के पनि थियो भन्दाखेरि अब क्लासमा अरू देशको साथीहरू पनि थियो तर तिनीहरूभन्दा धेरै चाहिँ नेपालीहरू थियो त्यो भएर चाहिँ आफ्नै साथीभाइहरूसँग बसे जस्तो आफ्नै देशमा घुलमिल भएको जस्तो फिल पनि भयो अब कामसामको कुराहरूमा चाहिँ अलिकति त्यही नै हो सुरुमा चाहिँ गाह्रो पनि हुन्छ होइन भाषाहरू त्यही भएर चाहिँ जापान भनेको अर्काको देश हो अर्काको देशमा चाहिँ अभियसली भाषाहरू चाहिँ चाहिन्छ त्यही भएर चाहिँ भाषाहरू चाहिँ बवाल बनाएर आउनुपर्छ
त्यही हो 2 वर्ष बस्यो अब आज चाहिँ अब हाम्रो अन्तिम दिन जस्तै भनौँ न अब 2 वर्ष जात्रा बसिसक्यो फेरि अर्को ठाउँ जानुपर्छ भन्नेतिर हुन्छ त्यसको लागि अब सबैको आफ्नो गन्तव्यहरू अलग अलग हुन्छ त्यही भएर हामी छुट्टिन्छौँ त्यो भएर चाहिँ छुट्टिनुभन्दा अगाडि एउटा राम्रो मेमोरी बनाऊ भनेर सानो पिकनिक जस्तो टाइपको हामीले चाहिँ आज आयोजना गरेको थियौँ अनि त्यहीमा चाहिँ आज रमाइलो भइरहेछ पछाडि पोखरी छ कस्तो राम्रो बगान माछाहरू पौडिरहेको छ त्यही हो अब जापान राम्रो छ दुःख गर्नुपर्छ दुःखपछि सुख आउँछ भन्ने आज दुःख गर्ने हो त्यही नै हो सबैजना आफ्नो ठाउँमा दुःख गर्नुहोस् ओके छ त हजुरहरूलाई आजको पिकनिक कस्तो लाग्यो भन्नु होला आज चाहिँ हामी एकदमै झटपट पारामा एकदमै छिटो यो चाहिँ एकदमै धेरै सोचेर बनाएको प्लानिङ होइन कि एकदमै झटपट र जाम नजाम भनेर भइराखेको प्लानिङ हो तर पनि आयौँ सबैजनासँग हिजैदेखि रेउरीहरू बनायौँ हिरो आयौँ खायौँ एकदमै रमाइलो भयो खानेकुराहरू पनि एकदमै मिठो थियो त्यसमा भण्डारी सानको पनि एकदमै धेरै मेहनत लागेको छ उहाँले पनि हिजोबाट काममा जानुभन्दा अगाडिदेखि यति धेरै मेहनत गर्नुभएको छ कि यति धेरै मेहनत गर्नुभएको छ कि त्यसको लागि हामीलाई एकदमै धेरै आरिगातो गोजाइमास भन्नुपर्छ है अनि पार्टी भन्दा नि ड्राई पिकनिक जस्तो चाहिँ हाम्रो चाहिँ एकदम राम्रो भइराखेको छ यसपछि पनि चटपट खाने लट्स अफ छ अब पनि हामीले चटपट त बनाएर खान बाँकी नै छ अब पनि चुजुकेहरू अब रमाइलो नै होला कि अब मान्छेहरू अलिकति सेलाएर अब नरमाइलो यस्तो छ अब भइराखेको छ अहिलेको अवस्था चाहिँ म यता देखाउन चाहन्छु यस्तो भइरहेको छ सबै आफ्नै पारामा हुनुहुन्छ अहिलेसम्म चाहिँ टाइम सबैको थियो अहिले भरे बेलुका फेरि सबैको काम नै हुनसक्छ क्या अनि कतिपय मान्छेहरूको सो त्यही भएर चाहिँ काममा जाने मान्छेहरू हतार छ हामी काम बिदा भएको चाहिँ अब खुसाउने छ रातभरि गर्दा नि हुन्छ जे गर्दा नि हुन्छ जे खानु पर्ने छ मतलब भएन अब त्यही हो पेट अब टन्नै भइसक्यो कि हामीले धेरै चिज चाहिने भन्दा धेरै बनाएको रहेछ क्या बनायौँ पनि खायौँ पनि मिठो पनि भयो पेट टन्नै छ अब चटपटे त अब अलिअलि सरी नेपालीहरूको पानीपुरी चटपटी भन्ने चाहिँ फेभरेट हो नि जे भए पनि जानुभन्दा अगाडि एउटा राम्रो मेमोरीकै लागि हो मेमोरी भयो त्यो पछि पनि हेर्न मिल्यो आयौँ छायानुमा आएर यसरी रमाइलो गऱ्यौँ नाच्यौँ एकछिन थाके पनि नथाके पनि मेहनत पनि गऱ्यौँ हिजैबाट है सबैले मेहनत गर्नुभयो आफ्नो ठाउँबाट भ्याउने जतिले हस् त हजुरलाई धेरै धेरै धन्यवाद छ ल लास्टमा केही भन्न चाहनुहुन्छ अन्तिममा चाहिँ हाम्रो भण्डारी सानको युट्युब च्यानल भण्डारी नवीन भण्डारी 07 लाई सब्स्क्राइब गर्न चाहिँ साथीहरू बिल्कुल नबिर्सनु होला हाम्रो साथीको 10K पुग्यो भने हामीलाई पार्टी दिने भन्नुभएको छ त्यही भएर सकेसम्म सबैजनाले सपोर्ट गरिदिनु होला अनि हामीलाई चाहिँ पार्टी छिट्टै खाने तरिकाले गरिदिनु होला ल यति भन्दै आजको यो भिडियो हामी यहीँ समाप्त गर्न चाहन्छौँ धन्यवाद।